ल हेलो साथीहरू, नेपालको एनपिएलको चर्चा विश्वभरि कसरी प्रचार भएको छ। पारस खड्कालाई बदनाम गर्नेहरू जो चाहिँ विरोधीहरू छन् तिनीहरूका चाहिँ मुटु काँपिरहेका होलान्। ल हेर्नुहोस्, यो भिभोले नेपालको एनपिएललाई एउटा स्पोन्सरको रूपमा चाहिँ सहायक स्पोन्सरको रूपमा प्रस्ताव पेश गरेको थियो र अहिले चाहिँ यो भिभो त्यो हामीले चाहिँ टियुको ग्राउन्डमा समेत देख्न पाएका छौँ। त्यो उसमा चाहिँ समेत यसका नेम प्लेटहरू राखिएका छन् र प्रचारमा छ। भिभोको यो आधिकारिक वेबसाइटमै फेसबुक पेजमै भनौँ न, पारस खड्काको फोटो सहितको भिभोको V60 5G को चाहिँ प्रचारको मेन इन्टरफेसमै सुरुमै उनको फोटो छ। ल हेर्नुहोस्, 30 मिलियन फ्लोर्स छन्। यो चाहिँ 30 मिलियन फ्लोर्स भएको यति ठुलो पेजले नेपालको एनपिएलको कस्तो राम्रो ब्रान्डिङ गरेको छ र यसमा चाहिँ लगानी कति होला। यी हेर्नुहोस्, यो चाहिँ एभेन्जर भर्सेस रोयल्सको आजको म्याच यसमा देखाइएको छ। त्यसैले चाहिँ एनपिएल एकदम अगाडि बढेको छ। एनपिएलकै छ यो चर्चा, यसमा चाहिँ एनपिएलकै देखाएको छ। पुरै यो फेसबुक पेजभरि एनपिएलकै अन्तर्गतको उसले चाहिँ म्याचहरू राखेको छ। टियुको चाहिँ मजाले चाहिँ डबल फिक्सर भनेर चाहिँ मजाले यो राखेको देख्न सक्छौँ। यो एनपिएलकै पुरै यो भिभो फेसबुक पेजभरि यसैको मात्रै चर्चा राखिएको छ। हेर्नुहोस्, त्यसैले चाहिँ नेपालको एनपिएलले विश्व मार्केटमा तहल्का मचाइरहेको छ भन्न कसैलाई पनि अब हिचकिचाहट हुने छैन। लाइक, सेयर र सब्सक्राइब गरौँ नेपाल टिमका लागि।